नमस्कार साथीहरू, के छ खबर? आज म एउटा यस्तो विषयमा कुरा गर्दैछु जसले तपाईको समाजप्रतिको मूल्य र मान्यतालाई पुरै हल्लाइदिनेछ। यो भिडियो हेरिसकेपछि तपाईले सभ्यता र असभ्यता बीचको परिभाषालाई एउटा गम्भीर प्रश्न उठाउनुहुनेछ। हामीले सधैँ घर परिवारबाट सुन्यौं गाली गर्नु वा बोल्नु गलत हो भनेर, तर विज्ञानले तपाईको त्यो मान्यतालाई चुनौती दिन्छ। हो, तपाईले ठीक सुन्नुभयो। म आज तपाईलाई सिकाउँदैछु कि किन तपाईको भित्रको रिस र फ्रस्ट्रेसनलाई फिल्टर बिना बाहिर निकाल्नु तपाईको मानसिक स्वास्थ्यको लागि अमृत समान हुन सक्छ भनेर। यो भिडियो ती सम्पूर्ण जेन्जीहरूका लागि हो जसले यो समाजको बनावटी सभ्यताको खोलभित्र आफ्नो साँचो भावनालाई दबाएका छन्। यो भिडियो उनीहरूको लागि हो जो राम्रो बन्ने चक्करमा आफ्नो वास्तविक अस्तित्वलाई नै भुलिसकेका छन्। र यो भिडियो हेरिसकेपछि तपाईले भन्नुहोला, वाह के कुरा गर्यो यार, दिमाग नै हल्लियो। क्यों हिला डाला ना? आउनुहोस् सुरु गरौँ आजको टु दी स्टोरी। आजको संसारमा जहाँ सबैभन्दा राम्रो देखिन र सबैभन्दा सभ्य बन्नुपर्छ भन्ने एउटा अदृश्य दबाब छ, के तपाईलाई थाहा छ? यही दबाबले हामीलाई भित्रभित्रै खाइरहेको छ। हाम्रो नेपाली समाजमा त यो सभ्यताको नाटक झन् चरममा छ। हामीलाई सानैदेखि सिकाइन्छ ठुलाको अगाडि बोल्दा ख्याल गर्नु, नराम्रो शब्द प्रयोग नगर्नु, जहिले पनि हँसिलो मुख लगाएर बस्नु। यो सबै सुन्दा राम्रो लाग्छ हैन र? तर यसको एउटा अँध्यारो पाटो छ। हामीलाई जहिले पनि सभ्य देखिनुपर्छ भन्ने दबाब हुन्छ। यो दबाब यति गहिरो छ कि कहिलेकाहीँ त हामीले आफ्नो रिस, फ्रस्ट्रेसन, दुःख र कहिलेकाहीँ त खुसी पनि दबाउन सिक्छौँ। कसैले तपाईलाई नराम्रो व्यवहार गर्यो भने पनि तपाईँ मुस्कुराएर ठिकै छ भन्नुहुन्छ। भित्रभित्रै रिसले मुरमुरिनुहुन्छ तर बाहिर सभ्य देखिनुहुन्छ। हामी सानैदेखि केही शब्दहरूलाई नराम्रो भनेर लेबल लगाइदिन्छौँ र ती शब्दहरू मुखबाट निस्कनै हुँदैन भन्ने एउटा डर पालेर बस्छौँ। नतिजा के हुन्छ? भावनाहरू हाम्रो भित्रै दबिन्छन्, उहिएर बस्छन् र अन्ततः हामीलाई नै बिरामी बनाउँछ। हाम्रो नेपाली समाजमा सानैदेखि एउटा मन्त्र सिकाइन्छ, चुप बस, आफ्नो रिसलाई कन्ट्रोल गर, आफूभन्दा ठुलाले जे भन्छन् त्यो मान। यो चुप बस भन्ने संस्कृतिले हामीलाई सभ्य त बनायो तर भित्रभित्रै हाम्रो भावनाको चिहान बन्यो। हामीलाई लाग्यो सभ्य हुनु भनेको आफ्नो रिस र फ्रस्ट्रेसनलाई फेक हाँसोले छोप्नु हो। यो दमन यति खतरनाक छ कि हामी आफ्नै छायासँग पनि डराउन थाल्छौँ। हामीलाई लाग्छ यदि हामीले आफ्नो साँचो रूप देखायौँ भने समाजले हामीलाई स्वीकार गर्दैन र यही डरले हामीलाई झन् ठुलो पिंजडामा कैद गर्छ। यो फिल्टरवाला जीवनको विपरीत केही मानिसहरू छन् जो र एन्ड ओथेन्टिक हुनमा रुचाउँछन्। पहिले कुरा गरौँ डेभिड गोगिन्सको। उनको भाषा परिष्कृत नहोला तर उनको हरेक शब्दमा एउटा इमानदारीता हुन्छ। उनी सभ्य बन्ने नाटक गर्दैनन्, उनी वास्तविक हुन्छन्। उनी भन्छन्, यु आर इन अ डेन्जर अफ लिभिङ अ लाइफ द्याट इज टु सेफ एन्ड कम्फर्टेबल। उनको गाली गलौजमा पनि एउटा कठोर सत्य लुकेको हुन्छ। उनी फिल्टर बिना बोल्छन् र यही फिल्टर बिनाको अभिव्यक्तिलाई हाम्रो समाजले असभ्यता भन्छ। I'm not the smartest kid in the world. Okay. Instead of somebody saying, "Oh no, you're smart." No, don't say that to yourself. I said to myself, "No, I'm a dumb motherfucker." Okay, roger that. How you get smarter? गोगिन्स जस्तै ओशोले पनि सत्य र प्रामाणिकताको कुरा गर्थे। उनले भनेका थिए, बी अथेन्टिक, डोन्ट बी इमिटेसन। ओशोको विचारमा मानिसहरूले देखावटी जीवन बिताउँदा उनीहरूको आत्मा मर्छ। त्यस्तै कृष्णमूर्तिले त झन् ठूलो कुरा भनेका थिए। उनले भनेका थिए, इट इज नो मेजर अफ हेल्थ टु बी वेल एडजस्टेड टु अ प्रोफाउन्डली सिक सोसाइटी। यदि समाज नै बिरामी छ र तपाईँ त्यसमा राम्रोसँग फिट हुनुहुन्छ भने त्यो तपाईँको स्वास्थ्यको प्रमाण होइन। अब कुरा गरौँ सिगमन्ड फ्रुइडको। मनोविज्ञानका पिता सिगमन्ड फ्रुइडले यो भावनात्मक दमनको खतरा बुझेका थिए। उनले एउटा कुरा भनेका थिए, क्याथार्सिस। क्याथार्सिस भनेको दबेका भावनालाई बाहिर निकाल्ने प्रक्रिया हो। फ्रुइडको सिद्धान्त अनुसार जब हामी आफ्नो रिस, डर, पीडा सबै भावनाहरूलाई दबाउँछौँ, यी भावनाहरू अचेतन मनमा गएर बस्छन् र शारीरिक तथा मानसिक समस्याहरू निम्त्याउँछन्। उनले चेतावनी दिएका थिए, अनएक्सप्रेस्ड इमोसन विल नेभर डाई, दे आर बेरिड अलाइभ एन्ड विल कम फोर्थ लेटर इन अग्लियर वेज। यहाँ समस्या शब्दमा होइन, समस्या हाम्रो मानसिकतामा छ। हामी शब्दलाई भावना भन्दा ठुलो मान्छौँ। हामी एउटा शब्दलाई गाली भनेर परिभाषित गर्छौँ तर त्यो शब्दको पछाडिको पीडालाई अनदेखा गर्छौँ। अब कुरा गरौँ विज्ञानको, किनभने भावनाको कुरा गर्दाखेरि विज्ञानलाई भुल्नु हुँदैन। हामी रफ शब्दहरू किन प्रयोग गर्छौँ र यसले हाम्रो शरीरमा कसरी काम गर्छ जान्ने कोसिस गरौँ। फ्रुइडको क्याथार्सिस थ्योरीलाई आधुनिक न्युरोसाइन्सले पनि समर्थन गर्छ। क्याथार्सिस भनेको तपाईँको दिमागको प्रेसर कुकरमा भएको बाफलाई बाहिर निकाल्नु जस्तै हो। यो बाफलाई ननिकाल्दा कुकर फुट्न सक्छ। जब तपाईँ अत्याधिक रिस वा तनावमा हुनुहुन्छ, तपाईँको शरीरमा फाइट ओर फ्लाइट प्रतिक्रिया ट्रिगर हुन्छ।
यस अवस्थामा तपाईँको दिमागलाई भेन्टिलेसन चाहिन्छ। किलिङ युनिभर्सिटी बेलायतका मनोवैज्ञानिक रिचर्ड स्टेफेन्सले गरेको एउटा अनुसन्धान संसारभर चर्चामा छ। उनको अध्ययनले देखाएको छ कि जब मानिसहरूले गाली गर्छन् उनीहरूको दुखाइ सहन सक्ने क्षमता लगभग 30% ले बढ्छ। यो कुनै जादु होइन। गाली गर्दा हाम्रो शरीरमा अटोमेटिक एउटा पेन रिलिफ हर्मोन उत्पन्न हुन्छ, एन्डोर्फिन। एन्डोर्फिनले तपाईँलाई तत्काल रिलिफ दिन्छ। सोच्नुहोस् न, तपाईँको टाउको दुखेको छ या खुट्टामा चोट लागेको छ अनि तपाईँले कसैलाई भन्नुभयो फक यु अनि टेम्पोररी रिलिफ मिल्यो। यो कुनै गाली होइन, यो तपाईँको शरीरको प्राकृतिक औषधि हो। यो भावनात्मक दमनले शरीरमा कस्तो असर गर्छ? हार्वर्ड हेल्थ रिभ्यूले स्पष्ट रूपमा बताएको छ, दबेका भावनाहरूले शरीरमा स्ट्रेस हर्मोन कोलेस्ट्रोलको मात्रा बढाउँछ। कोलेस्ट्रोलको मात्रा लगातार बढेपछि के हुन्छ? तपाईँलाई उच्च रक्तचाप, मुटु रोग, कमजोर प्रतिरोधात्मक क्षमता अनि डिप्रेसनसम्म हुन सक्छ। हामीले एउटा सानो शब्द धत वा फक शब्द प्रयोग नगर्दा वा समाजको सभ्यता जोगाउने चक्करमा हामीले आफ्नो स्वास्थ्यलाई असर पुर्याइरहेको हुन्छ। WHO को तथ्याङ्क अनुसार दक्षिण एसियामा डिप्रेसन दर 30% भन्दा बढी छ, तर भावनात्मक खुलापनको दर भने विश्वका अन्य क्षेत्रको तुलनामा सबैभन्दा कम छ। के यो संयोग मात्र हो? धेरै चुप बस्ने समाजमा धेरै मानसिक पीडा किन? यो कुराले स्पष्ट रूपमा देखाउँछ हाम्रो सभ्यताको परिभाषामा नै केही गडबडी छ। हामी पोलाइट बन्छौँ सोच्छौँ, तर हामी भित्रभित्रै रोगी भइरहेछौँ। स्ट्यानफोर्ड रिसर्चले त अझ रमाइलो कुरा पत्ता लगाएको छ। भावनात्मक रूपमा खुल्ने मानिसहरूले राम्रो डिसिजन लिन्छन्। जब तपाईँ आफ्नो भावनाहरूलाई दबाएर राख्नुहुन्छ तब तपाईँको दिमाग क्लियर हुँदैन, तपाईँको सोचाइमा बादल लाग्छ। तर जब तपाईँ आफ्नो भावनाहरूलाई व्यक्त गर्नुहुन्छ तपाईँको दिमागको बोझ कम हुन्छ र तपाईँ तर्कसङ्गत भएर राम्रो निर्णय लिन सक्नुहुन्छ। यसको अर्थ के हो? गाली गर्नु भनेको खराब होइन, यो त तपाईँको दिमागलाई फ्रेस राख्ने एउटा टेक्निक हो। यहाँ महत्त्वपूर्ण कुरा शब्दको होइन, इन्टेन्सनको छ। जब तपाईँ रिसले चुरचुर भएर फक यु भन्नुहुन्छ तपाईँको इन्टेन्सन कसैलाई चोट पुर्याउनु हुँदैन, तपाईँको इन्टेन्सन आफूभित्र भएको रिसलाई बाहिर निकाल्नुहुन्छ। लिङ्ग्विस्टिक स्टडीले यो पनि देखाएको छ कि जो मानिसहरू धेरै गाली गर्छन् उनीहरू इमान्दार हुन्छन्, किनकि उनीहरूले आफ्नो भावनालाई फिल्टर गर्दैनन्, जे सोच्छन् त्यही बोल्छन्। अब आउँछ क्रिटिक्सहरूको पालो। यो विषयमा कुरा गर्दा मानिसहरूको मनमा अनेकौं प्रश्नहरू उठ्छन्, आलोचनाहरू आउँछन्। अब समय हो एक एकको जवाब दिने र तपाईहरूको सबैभन्दा ठूलो चिन्ता र डरलाई म एक एक गरी चिर्नेछु। The critics and conclusion will be in the next video. Until then, please subscribe before you go.